धेरै धेरै धन्यवाद। अबको क्रममा
घर हाम्रो नेपाल सामूहिक नृत्यका लागि सृष्टि परियार, भगवती नेपाली, पुष्पा विका, अस्मि टमाटा, सुमरेन परियार, आस्था परियार, अस्मिता परियार तयारी अवस्थामा राखिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। र अबको क्रममा म यसै विद्यालयका शिक्षक श्री राममिलन बुढाउद्वारा लेखिएको कवितालाई अगाडि आई कविता वाचन गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। राममिलन बुढाउजी। आजको यो विशेष कार्यक्रम अध्यक्षता ग्रहण गरिरहनुभएका यस कार्यक्रमका सभाध्यक्ष अध्यक्षज्यू र सम्पूर्ण यस मञ्चमा आसीन हुनुभएका आदरणीय अतिथिज्यूहरू लगायत मेरा शिक्षक साथीहरू र मेरा प्यारा भाइ बहिनीहरू र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा पत्रकारिता गरिरहनुभएका सम्पूर्ण पत्रकार ज्यूहरूलाई र विभिन्न सङ्घ संस्थाबाट आउनुभएका अध्यक्षज्यूहरू, मैले एउटा सानो कविता लेखेको छु। यो कविताले बाल विवाहलाई र बालबालिकालाई विवाह नगर्न अनुरोध गरेको छ। यो कविताले धेरै कुराहरू समेटेको छ। म यो बाल विवाहलाई अन्त्य गर्नुपर्छ भन्ने सोच हुँदाहुँदै यो वाडाले यो विवाहलाई, बाल विवाहलाई पनि मुक्त समाज अथवा मुक्त वाडा घोषणा गर्ने क्रममा मैले एक दिनभित्र यो कविता लेखेको छु। कविताको मेरो बोल छ, बाल विवाह अनुरोध, बाल बालिकाले अनुरोध कि विवाह नगर्नु। सम्पूर्ण अभिभावकहरूले यो अनुरोध गरेको छु। मेरो कविता सुनिदिनु होला, हल्ला नगरिदिनु होला। आमा मलाई सानैमा विवाह नगरिदिनुहोस्, आमा मलाई सानैमा विवाह नगरिदिनुहोस्, सेवा गर्छु पढ्न दिनु ससुराली नपठाइदिनुहोस्, सेवा गर्छु पढ्न दिनु ससुराली नपठाइदिनुहोस्। हाम्रो पनि केही मन छ तपाईमा, हाम्रो पनि केही मन छ तपाईमा, नछुटाइदिनुहोस् आमा बुबा मन छैन पराइमा। हाम्रो पनि ठुलो रहर डाक्टर इन्जिनियर बन्ने, हाम्रो पनि ठुलो रहर डाक्टर इन्जिनियर बन्ने, बाल विवाह गरिदियो कसरी जीवन धान्ने। नबोकाऊ हे आमा बुबा, नबोकाऊ हे आमा बुबा, हामी माथि भारी, यही छोरीले गर्छन् बुढेसकाल भरि। बाल विवाह अन्त्य गर्न समाजलाई गुहारौँ, बाल विवाह अन्त्य गर्न समाजलाई गुहारौँ, पढी लेखी शिक्षित भई समाजलाई सुधारौँ, पढी लेखी शिक्षित भई समाजलाई सुधारौँ। अहिले किन आतिनु भएको छ, अहिले किन आतिनु भएको छ, अलि अलि बढ्न दिनुस्, अहिले किन आतिनु भएको छ, अलि अलि बढ्न दिनुस्। प्रेम र मायाको मूर्ति हो हामी, हामीलाई स्वतन्त्र बाँच्न दिनुस्। काँचो माटो हौ हामी, काँचो माटो हौ हामी, भर्खरै टुसा पलाएको छ, खेल्ने खाने उमेर छ, भर्खरै जवानी आएको छ। काँचो माटो हौ हामी, हामी अलि अलि पाक्न दिनुस् न, काँचो माटो हौ हामी, अलि अलि पाक्न दिनुस् न। बिरुवाको मसिना हाँगा हौ हामी, अलि अलि मोटाउन दिनुस् न। धन्यवाद। मेरो कविता सुनिदिनु भएकोमा सम्पूर्ण अभिभावकहरूलाई धन्यवाद। धन्यवाद राममिलन बुढाउज्यू। उहाँले अत्यन्तै राम्रो कविता यहाँ प्रस्तुति गरेर विदा भइसक्नु भएको छ। अब हामीसँग
तीनवटा प्रस्तुति अझ बाँकी छन्। केही समय धैर्य धारण गरेर बसिदिनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ र अबको क्रममा सामूहिक नृत्य घर हाम्रो नेपाललाई लिएर अगाडि आइदिनका लागि म भाइ बहिनीहरूलाई अनुरोध गर्दछु। तत्पश्चात भगर महिला कृषक समूहका सहभागीहरू कृपया आफ्नो प्रस्तुतिका लागि तयारी अवस्थामा बसिदिनु होला। हो त्यसपश्चात जैनपुर भगर टोल विकास संस्था